Yeah, good evening, everybody. So we should start, or should we wait? It's only 8:04. होस्ट हुनुहुन्छ गोविन्द सर? गोविन्द सर होस्ट हुनुहुन्छ कि अर्को हुनुहुन्छ कोही? हेलो सर हजुरले क्लास सुरु गर्नु भयो हुन्छ है सर? ए सुरु गरिदिउँ अब? हुन्छ सर हुन्छ। ल एकजना अब मलाई आज भन्नु त हामी हिजो हामी कहाँसम्म थियौँ? फ्राइडे कति नम्बर रुल पढिसकेका छौँ भन्नुहोस् त? रुल नम्बर मात्रै भन्नुहोस् त, कहाँसम्म थियौँ हामी? हाउ मेनी रुल्स? आई मिन वाट इज द नम्बर अफ द रुल, फाइनल रुल? रुल नम्बर 7. ओके, अस्मिताले भन्नुपर्छ रुल नम्बर 7 भनेपछि रुल नम्बर 7 मतलब यो भयो, we are dealing with the nouns, I think. Okay, like the nouns always singular and the verb also always singular. It was rule number 6, and in rule number 7 noun always plural and the verb also always plural. It was rule number 7 है त? ठिक छ। all right अब हेर्नुहोस् है, हामी के पढ्दैछौँ तपाईँ त्यो बुझाउनुहोस् पहिला है। हामीले 6 मा हामी के पढ्यौँ भने नाउन सिंगुलर एन्ड भर्ब पनि के भन्नुहोस् त? सिंगुलर। 7 मा पढ्यौँ नाउन प्लुरल एन्ड द भर्ब अल्सो प्लुरल पढ्यौँ है। अब हामी पढ्छौँ 8 नम्बरमा नाउन चाहिँ सिंगुलर बट द भर्ब प्लुरल हेर्नुहोस् है, नाउन सिंगुलर भर्ब प्लुरल। 9 मा पढ्छौँ हामी नाउन प्लुरल बट द भर्ब सिंगुलर, यसरी पढ्छौँ है हामी। अनि 10 मा पढ्छौँ noun singular but the verb can be singular and verb can be plural both. And fill in person very noun plural just देखिने but the verb can be again singular and can be plural. यसरी पढ्ने कि हामी क्लासमा noun singular verb singular, noun plural verb पनि plural, noun singular and उल्टो अब verb चाहिँ plural, noun plural verb चाहिँ singular। अब noun चाहिँ singular verb can be both, noun चाहिँ plural verb can be both। अब यो नाउनको यो पुरा सर्कल हो कि अनि 1 to 5 सम्म के पढेको थियौँ हामीले? लोकेटिङ द सब्जेक्ट, हाउ टु लोकेट द सब्जेक्ट इन द सेन्टेन्स। र फेरि 6 to 11 सम्म झन्डै हामी पढ्छौँ भनौँ न, अबाउट द नाउन्स, कुन नाउनलाई आई मिन कस्तो भर्ब चाहिन्छ है त। अनि त्यसपछि बाँकी स्ट्रक्चरल कुराहरू हुन्छ। यो बडो सिम्पल छ, हेर्नुहोस् मजाले बुझिन्छ यो कुराहरू। सो हामी 6 and 7 पढिसक्यौँ। अब 8 र 9 सिंगुलर, नाउन सिंगुलर एन्ड भर्ब प्लुरल। अब यति ठुल्ठुलो होइन, सबै सानो सानो मात्रै हुन्छ, देखिन्छ मात्रै ठुलो। ओके, सो लेट अस स्टार्ट नाउ रुल नम्बर 8। रुल 8 लेख्नु छ है, क्याटल क्लर्जी, CLERG हो, क्लर्जी पब्लिक पीपल पुलिस जेन्ट्री VERMIN vermin and swine। ल यति मात्रै लेख्नुहोस् है, धेरै हुन्छ तर यति मात्रै के लेख्नुहोस् भने इक्जाममा सोध्दै शब्द मात्रै लेख्नु है।
यो मेरो आफ्नो अनुभवले तपाईँलाई भन्दैछु म यसबाट आयो भने लगभग यही शब्दहरू दिइरहन्छ अहिलेसम्म त्यस्तै दिएको छ अब हुन त थुप्रो हुन्छ फेरि अब टिथ छ लाइस छ होइन मतलब मैले के अब त्यो त नर्मली तपाईँलाई थाहा छ सिङ्गलबाट बनेका प्लुरल शब्दहरू त यति 5-6वटा शब्दहरू सम्झिराख्नु है तपाईँहरूले चाहिँ नम्बर 8 मा प्लस प्लुरल verb माथि लेख्नुहोस् ल all these nouns they remain in singular form but the verb is what plural यस्तो सिंगुलर फर्ममै रहन्छ नि हुन त यसमै प्लुरल बुझ्नु होला है फेरि all these nouns are plural देखिन्छ मात्रै सिंगुलर जस्तो है बुझ्नु होला सिंगुलर जस्तो देखिए पनि हामीले के भन्न सक्छौं यसो बुझ्नको लागि they are singular but the verb is plural तर ओरिजिनली स्पिकिङ ओके भित्रबाट कुरा गर्ने हो भने they all are plural बुझ्नु होला है ओके अब हेर्नुस् क्याटल अब एक्जाम्पल हेर्नुस् त पहिले एउटा all the cattle and all the cattle was and were grazing in on the farm. Well, all the cattle and all the cattle were grazing in on the farm. कोही भर्खर जोइन गर्नु भएको छ त्यसैले एकछिन रोकिहाल्छौँ 1 मिनेट तपाईँ मजाले सार्नुहोस् पहिला है फटाफट सार्नुहोस् त अनि फेरि बुझौँला These nouns in rule number 8, okay, they remain in singular form, but the verb is always plural, right? Okay. अब तपाईहरुले अस्ति पनि अस्तिको भन्दैछु तपाईहरुले म all all जुन शब्द छ all can be singular and all can be plural बुझ्नु होला है all पछाडीको शब्द हेर्नु होला all can go with countable as well as uncountable के लेखाएको छ तपाईहरुले मैले some लेखाएको थिए any लेखाएको थिए all लेखाएको थिए a lot of लेखाएको थिए है त some any all a lot of any भनेको त लेखाएको थिएन के अरे some all a lot of यो तीनटा चाहिँ कमन वर्ड हो है फेरि they can go with countable as well as uncountable so all जुन छ countable लाई पनि हुन्छ uncountable लाई पनि हुन्छ बुझ्नु भयो है and all these words are countable र all जब जान्छ countable सँग भने countable must be plural त्यो त सबैलाई थाहा छ like all the books all the teachers all the boys I mean all the book भन्न मिल्दैन all the teacher भन्न मिल्दैन all when followed by countable that countable should be plural and when all followed by uncountable that uncountable is always singular over here these words are countable है बुझ्नु होला अनि के छ all पछाडी countable छ भने that countable should always be into plural form सबैलाई थाहा छ अब all the cattles भनेपछि जस्तै हेर्नुस् all the book भन्ने कि all the books भन्ने कुन ठिक छ लाउनुस् all the books हुन्छ all the book त हुँदैन all the books हुन्छ तर all the cattle भन्ने कि all the cattles भन्ने all the cattle भन्ने cattles नहुन् यो ख्याल गर्नु है all these words they remain सुन्नु जान्दैन all these words they remain in singular form मा रहन्छ तिनीहरु है but the verb is what plural ख्याल गर्नु होला आफै रहन्छ सिंगुलर मा जहिले पनि यसमा यस थप्न मिल्दैन but the verb is always plural so all the cattle okay all the cattle but the verb is always plural was ki were all the cattle were and grazing in अब यो preposition को पनि कुरा गरौँ in the farm कि on the farm एउटा कुरा ख्याल गर्नु होला है तपाईको एक्जाममा चाहिँ FIELD field and FRAM farm FIELD field र farm को अगाडि ब्ल्याङ्क छ भने field मा जहिले पनि in गर्नु farm मा जहिले पनि on गर्नु यो ख्याल गर्नुस् है यो रट्नु होला फेरि farmers work in the field and farmers work on the farm it's very difficult to work in a field it's very difficult to work on a farm अरु नबुझे पनि के बुझ्नुस् भने field ले जहिले पनि in लिन्छ farm ले जहिले पनि on लिन्छ है त त्यसैले यहाँ के गर्ने on farm हुन्छ in farm हुँदैन farm को शब्दमा field भएको के हुन्थ्यो in हुन्छ यो पनि सँगै बुझ्दै जानुस् है हामी के बुझ्यौं all the cattle were grazing on the farm of all the cattle नगर्नु होला है because all these words they remain always in singular form but the verb is plural why it is so because they are plural in themselves
आफैमा त्यो के हुन्छन् तिनीहरू प्लुरल रहन्छ त्यसैले है ओके अब अर्को इक्जाम्पल लिउँ द पब्लिक इज in my favor the public is in my favor and the public are in my favor जेन्ट्री को मिनिङ के हो सर ए क्लर्जी र जेन्ट्रीको मतलब के हुन्छ भने सुन्नु है क्लर्जी त बुझ्नुहुन्छ क्लर्जी भनेको यो बिशप हुन्छ नि चर्चमा पादरीहरूको पादरी चर्चमा भएको पुजारी बिशप त्यसले भनिन्छ क्लर्जी त्यसको समूहले भनिन्छ खासमा क्लर्जी भन्छ नि क्लर्जी म्यान द फादर्स द बिशप र जेन्ट्री भनेको के हुन्छ भने त्यो गाउँका पहिलाका सामन्तीहरू भरभलाग्ने मान्छे जुन पहिला हुन्छ नि पहिला अहिले पनि छन् जेन्ट्री भनेको त बुझ्नु है ठुला बडा मान्छेहरू हामी नोबिलिटिज है भरभलाग्ने भनौँ है सामन्त भनौँ धनी मनी मान्छे भनौँ त्यसले भन्छ जेन्ट्री र भर्बिन बुझ्नु है भर्बिन के हो भन्दाखेरि यो इन्सेक्ट हो इन्सेक्ट स्वाइन त एनिमल हो बुझ्नुभयो स्वाइन पहिला चलेको थियो स्वाइन फ्लू चलेको थियो पहिला सुँगुर ओके सो क्याटल बुझ्नुभयो क्लर्जी बुझ्नुभयो पब्लिक अफ सबै बुझिहाल्नुहुन्छ मतलब जेन्ट्री र भर्बिन सोध्नुभयो त्यो पनि पता तपाईँले मैले जेन्ट्री क्लर्जी गरेँ ओके द पब्लिक इज इन माई फेभर एन्ड आर सो आर गर्नु इज नगर्नु बिकज पब्लिक रिमेन इन सिङ्गुलर बट द भर्ब इज वाट प्लुरल पब्लिक भन्ने शब्द रहन्छ सिङ्गुलरमा तर भर्ब रहन्छ फेरि प्लुरलमा है फेरि यो ख्याल गर्नु सक्नु अब अरू इक्जाम्पल लिउँ the police take and takes bribe पुलिसले घुस खान्छ है यो मैले यतिकै भने होइन घुस खान्छ भनेर भने होइन कि सेन्टेन्स मात्रै तपाईँले सिकाउँदैछु फेरि अब कोही कसैको घरमा कोही पुलिसमा छ भने फेरि यो नभन्नुलाई कि सर तपाईँ गलत कुरा गर्दै हुनुहुन्छ मेरो बुवाले त घुस खानुहुन्न तपाईँको बुवा बाहेक अरू पुलिसको कुरा गरेँ मैले बुझ्नु होला होइन यो कसैको बारेमा कुरा होइन यो त सेन्टेन्स सिकाउने कुरा हो एकपल्ट चाहिँ क्लासमा पढाउँदै थिएँ कि मैले यही सेन्टेन्स लेख्दै थिएँ अनि एकजनाको बुवा इन्सपेक्टर हुनुहुन्छ सायद हुनुहुन्थ्यो त्यो बेला अनि सर यो त कस्तो लेख्नुभयो सर मेरो बुवा इन्सपेक्टर हुनुहुन्छ आजसम्म एउटा पनि घुस खाएको हामीले थाहा छैन सर एकदम इमान्दार हुनुहुन्छ अब मैले भनेको यो क्लासमा बेकारमा मैले उहाँसँग अब कुरा गरेँ भने बेकारमा बहस चलिरहन्छ लामो लामो अनि मैले भनेको होइन यो सेन्टेन्स लेखाएको छु मैले यो तपाईँको बुवा बाहेकको पुलिसको बारेमा लेखाएको क्या मैले त्यसले तपाईँ चिन्ता नगर्नुहोस् भनेर मैले त्यो कुरा त्यहाँ टुङ्ग्याएँ है यतिकै तपाईँहरूले भन्दैछु म यो सेन्टेन्स सिक्नलाई मात्रै हो है बुझ्नको लागि मात्रै पुलिस घुस खान्छ त्यो भन्नलाई होइन कि बुझ्नु पर्यो तपाईँहरू सो द पुलिस भन्ने जुन वर्ड छ यो पुलिस भन्ने वर्ड जहिले पनि केमा रहन्छ सिङ्गुलरमा रहन्छ फेरि पुलिस आफै के हो प्लुरल तर रहन्छ फेरि सिङ्गुलरमा है पुलिसेज नभन्नु होला फेरि पुलिसेज कहिले हुँदैन सो रहन्छ आफै सिङ्गुलरमा तर भर्ब के रहन्छ प्लुरल त प्लुरल भर्ब भनेको यस भएको कि नभएको तपाईँलाई अस्तिदेखि भन्दैछु म प्लुरल भर्ब भनेको यस भएको सरी यस नभएको भर्बले भनिन्छ प्लुरल टेक कि टेक्स भनेपछि टेक गर्नु यो टेक्स नगर्नु द पुलिस टेक एन्ड ब्राइब घुस लिन्छ है ब्राइब भनेको घुस एन्ड इफ इट इज द पुलिसम्यान if it is the policeman, if it is the policeman, and if it is the polices, then there's no say polices. The policeman is okay. Policeman को के हुन्छ प्लुरल policeman यो पनि ठीक छ तर polices त गल्ती हो पुलिस को फेरि polices हुँदैन policeman is कि are is and policeman के हुन्छ are polices के हुन्छ wrong and police मात्रै छ भने फेरि के हुन्छ जस्तै कि the police is and are honest मानौँ the police is honest are honest भनेपछि are honest गरौँ है is नगर्नु the police are honest the policemen are honest and the policeman is honest तर polices मात्रै छ भने that is wrong है यो ख्याल गर्नु यसरी नै सबै शब्दहरू बुझ्नुस् पुरै सबैको मिनिङ त्यस्तै छ लगभग यो सबै all these words they remain in singular form but the verb is always plural है but the verb is always plural okay this is rule number 8 now rule number 9 now rule number 9 अब के बुझ्नु पर्यो भन्नुस् हामीले के भन्यौं नाउन सिंगुलर बट द भर्ब प्लुरल अब पढ्नु पर्यो नाउन प्लुरल बट द भर्ब सिंगुलर है त भनेपछि names of diseases names of
countries, names of books or any other name, name maybe in plural form, but the verb is always singular. तपाईँले मैले यो पुरै ल्याङ्ग्वेजमा लेखाएँ मैले ताकि बुझ्न सजिलो हुन्छ भनेर. This is rule number 9. Names of diseases, countries, books, or any other name may be in plural form, but the verb is always singular. For example, MEASLES, measles is and are a disease. Measles, the disease को नाम हो नि त measles. Measles, mumps, है measles भए पनि mumps भए पनि त disease को नेम के छ भन्नुहोस् त केमा छ यो यसमा measles गर्न मिल्दैन फेरि बुझ्नु होला है इट्स measles यो measles हो अनि के गर्नु इज एमआर मा त कुन गर्ने हो भन्नुहोस् त इज गर्नु द नेम आई मीन नाउन के छ आफै हो प्लुरल बट वर्ब के छ सिंगुलर. अब हेर्नु अर्को वेस्ट इन्डिज has and have won the match. West Indies has have won the match. West Indies the country को नाम हो हेर्नुस् country को नाम हो नि त country's name तर केमा छ प्लुरल मा प्लुरल भए पनि के को नाम हो यो country को country को नाम प्लुरल भए पनि वर्ब चाहिँ के चाहिन्छ सिंगुलर. सो has गर्नु have नगर्नु. Essentials of English is are written by me. एउटा बुक लेखेको छु मैले इसेन्शियल्स अफ इंग्लिश एउटा किताब हो कि यो बुकको नाम हो खासमा है यो ग्रामरको बुक हो यो. अब तपाईले रुल नम्बर 2 मा हेर्नुस् है रुल नम्बर 2 मा हामी के पढेका थियौं पहिले त फुल स्टप छ भने त्यसले के मान्ने स्टेटमेन्ट र कुनै पनि स्टेटमेन्टमा सब्जेक्ट कहाँ रहन्छ भर्ब भन्दा अगाडि. अब भर्ब भन्दा अगाडि त इसेन्शियल्स पनि छ इंग्लिश पनि छ बीचमा के छ भन्नुस् त प्रिपोजिसन. दुईटा वर्डको बीचमा प्रिपोजिसन छ भने कसले मान्ने सब्जेक्ट लगभग पहिलोले मानिन्छ सब्जेक्ट कुनै कुनै बाहेक. पहिलो भने कुन छ इसेन्शियल्स त्यो इसेन्शियल्स के छ भन्नुस् त प्लुरल छ कि छैन यहाँ हो जो पहिलो वर्ड प्लुरल छ भने भर्ब के हुनु पर्छ प्लुरल. तर त्यस्तो चाहिँ रुल यो लाग्नु त्यो रुल चाहिँ यहाँ लागु हुँदैन किनभने इसेन्शियल्स अफ इंग्लिश के को नाम हो भन्नुस् त बुकको नाम हो के यो बुकको नाम प्लुरल मा भए पनि बुकको नाम प्लुरल मा भए पनि भर्ब चाहिँ के रहन्छ सिंगुलर. सो इसेन्शियल्स अफ इंग्लिश इज रिटन भन्नु होला आर नगर्नुस्. कुनै किताबको नाम भन्नुस् न थ्री फ्रेन्ड्स भन्ने किताबको नाम छ यो मुभीको नाम छ थ्री इडियट्स. थ्री इडियट्स भनेको त के छ प्लुरलमा छ थ्री इडियट्स इज भन्ने कि आर भन्ने भनेपछि इज भन्ने वाज कि वाज भन्ने. मैले के भन्दैछु भने नेम यदि नाम हो भने नेम क्यान बी प्लुरल बट द वर्ब इज अलवेज सिंगुलर. Noun indicating names of person or names of disease, names of anything, let's say. If noun indicates any noun, maybe singular or plural, if that indicate, let's say, name, that the verb always is singular. Right? Names are always followed by singular verb. I mean to say that. Naam cha bhanne है. Okay. सकिन्छ गर्न यो त यो तपाई के भइदियो भने नाउन चाहिँ के नाउन चाहिँ प्लुरल तर भर्ब चाहिँ के रहन्छ सिंगुलर. यो रुल नम्बर 9. नाउन चाहिँ तर कस्ता नाउन रहन्छ प्लुरल यदि त्यो नाउन चाहिँ डिजिजको नाम छ भने बुक्सको नाम छ मान्छेको नाम छ कुनै कुराको नाम छ भने त्यो प्लुरल भए पनि भर्ब चाहिँ के रहन्छ सिंगुलर रहन्छ. बुझ्नु होला है त्यो पनि एकदम सरल रुल छ फेरि त्यो 6 to 10 मध्येबाट 11 मध्येबाट सबभन्दा सरल रुल चाहिँ यही हो सबभन्दा सिम्पल. ओके अब हामी मतलब यूनाइटेड स्टेट्स से
युनाइटेड स्टेट्स इज भन्ने के आयो भनेपछि इजै भन्ने हो, हैज कि ह्याभ भनेपछि हैज नै भन्ने हो है, बिकज द्याट इज कन्ट्रिज नेम। अब चाहिँ रुल नम्बर हामी 10 मा जान्छौँ। अब नाउन चाहिँ के लेख्नु पर्यो 10 मा? नाउन चाहिँ सिमिलर बट द वर्ब क्यान बी बोथ सिमिलर एन्ड प्लुरल। अब त्यस्तो नाउन कुन छ भन्दाखेरि आर्मी, एमओबी मब, ज्युरी, कमिटी, क्लास है, आर्मी, मब, ज्युरी, कमिटी, थुप्रो अल दि, मैले तपाईँहरूले लेखिदिन्छु यहाँ all the collective nouns। यो बुझ्दा हुन्छ तपाईँ यसरी, खासमा भन्न खोजेको all the collective nouns। आर्मी, मब, ज्युरी, कमिटी, क्लास, यो मात्रै किन लेख्यो भन्दाखेरि किनभने बढी सोधिरहन्छ इक्जाममा। खासमा सोध्ने भनेको ज्युरी हो, मब हो होइन, कमिटी हो, सोधिरहन्छ नि तपाईँहरूलाई बढी, त्यसैले लेख्यो यहाँ मैले। होइन भने यसमा त अब ग्रुप पनि पर्छ होइन, बन्च पनि पर्छ, जति पनि तपाईँ कलेक्टिभ नाउन तपाईँलाई थाहा छ, बन्डल पर्न सक्छ होइन, पाइल पर्न सक्छ, all the collective nouns। मब भनेको ग्रुप अफ एङ्ग्री पिपल भनौँ न। मब भनेको एकदम रिसाएको मान्छे ग्रुपहरू आउँछ नि, कसैले कुट्न पिट्न, कसैले तान्न, तान्न त्यसलाई भन्छ नि, द्याट इज मब। कहीँ तोफो गर्न गइदिन्छन् होइन, मान्छे रिसायो भने, द्याट इज मब, ग्रुप अफ एङ्ग्री पिपल, एजिटेटेड पिपल है त। ज्युरी त बुझ्नुहुन्छ, ज्युरी भनेको ग्रुप अफ जजेस, जजहरूको समूहलाई ज्युरी भन्छ। अब हेर्नुहोस् यसमा तपाईँले एउटा के बुझ्नु होला भने, एउटा नोट पनि सँगै लेखौँ अनि फेरि फेरि बुझौँ। In united sense, singular verb, in divided sense, प्लुरल भर्ब। ल त्यसै लेख्नुहोस् पहिला, जति पनि वर्ड लेखेको छु माथि मैले, तपाईँ कसरी बुझ्ने त सिंगुलर हो कि प्लुरल हो भन्दाखेरि यो हेर्नु भयो, इन युनाइटेड सेन्स सिंगुलर भर्ब, इन डिभाइडेड सेन्स प्लुरल भर्ब। तो सेन्स हेर्नु होला कि देयर इज सेन्स अफ यूनिफिकेशन कि सेन्स अफ डिभिजन। इफ देयर इज सेन्स अफ यूनिफिकेशन सिंगुलर, सेन्स अफ डिभिजन देन प्लुरल। यसको खासमा एक्सप्लेनेसन के हो भने तपाईँको सजिलोको लागि लेखाउ मैले, होइन भने यस्तो रुल हुँदैन। फेरि रुल त खासमा के हो भने, जस्तै कुन बेला लिन्छ भन्नुहोस् न, कमिटी कुरा गरौँ ल। कुन बेला कमिटीले इज लिन्छ र कुन बेला कमिटीले आर लिन्छ? कमिटीले इज लिन्छ त्यो बेला जब त कमिटीको बारेमा कुरा गरिन्छ, अनि कमिटीले आर लिन्छ त्यो बेला जब त कमिटीका मेम्बरको कुरा गरिन्छ। Committee, the word is followed by a singular verb when committee, the word is being talked about. And committee, the word is followed by a plural verb when the members in the committee are being talked about. रुल चाहिँ यस्तो हुन्छ। अब तपाईँ कसरी बुझ्ने कि त्यो कमिटी शब्दले चाहिँ कमिटीले जनाएको छ कि मेम्बर्सलाई जनाएको छ, कसरी बुझ्ने? जो बुझ्न गाह्रो हुन्छ इक्जाममा है। जस्तै फ्यामिली भन्ने वर्ड छ, फ्यामिली पनि के हो? कलेक्टिभ नाउन नै हो फ्यामिली। फ्यामिलीले जब परिवारलाई एज अ होलमा जनाउँछ भने सिंगुलर भर्ब लिन्छ, तर फ्यामिली शब्दले जब त्यसको मेम्बर्सलाई जनाउँछ भने त्यसले फेरि के लिन्छ? प्लुरल लिन्छ। अब त बुझ्न गाह्रो हुन्छ तपाईँले इक्जाममा, यो फ्यामिली वर्डले परिवारको लागि आएको हो कि परिवारको सदस्यको लागि आएको हो त बुझ्नै गाह्रो हुन्छ तपाईँहरू। त्यसैले तपाईँहरूको इजीको लागि हामी सजिलो बनाएको छु मैले। इन युनाइटेड सेन्स, यसो सेन्स अफ युनिफिकेसन छ, एकताको सेन्स छ भने सुन्दर गर्नुहोस्, र एकदम विविधताको सेन्स छ भने त्यसमा चाहिँ के गर्नुहोस्? प्लुरल गर्नुहोस्। धेरै बुझ्नै पर्दैन है त, सजिलो बनाएको मात्र यो तपाईँहरूको लागि। एउटा इक्जाम्पल तपाईँलाई दिन्छु। The jury was and were unanimous in its and their decision. Look, you are number one. And number two, the jury were divided in its and their decision. Let's start with the पहिला।
कति अप्सन ओके नाउ लुक एट द बोर्ड अल अफ यू अब ज्युरी तपाईँ बुझ्नुभयो जब ज्युरी भनेको त्यो ग्रुपलाई कुरा गरे हो भने अनि सिङ्गुलर लिन्छ जब त्यसको मेम्बरको कुरा गरिन्छ भने के लिन्छ प्लुरल लिन्छ तर तपाईँ त्यसरी नबुझेर जुन तरिकाले एउटा बौद्धिक तरिकाले बुझ्नु पर्ने त्यसरी नबुझेर सिम्पल तरिकाले बुझ्नुहोस् यदि त्यसले एकताको सेन्स देखाएको छ भने सिङ्गुलर गर्नुहोस् र डिफरेन्सेसको सेन्स देखाएको छ भने के गर्नुहोस् प्लुरल गर्नुहोस् है त जस्तै गर्नुहोस् अब यहाँ के छ युनानिमस युनानिमसको मतलब के युनानिमस भनेको एकरूप निर्विरोध सबैको एकमत अफ वान ओपिनियन सबैको एउटै ओपिनियन थियो युनानिमस मतलब हुन्छ अफ वान ओपिनियन अफ वान ओपिनियन त्यसले भनिन्छ एकमत त्यसले भनिन्छ निर्विरोध है ओके एकमत भनेपछि के हुन्छ यसले के देखाउँछ युनाइटेडको सेन्स देखाउँछ कि डिभाइडेडको सेन्स देखाउँछ युनाइटेडको सेन्स देखाउँछ सेन्स अफ यदि युनाइटेड सेन्स छ भने हेर्नुहोस् है इन युनाइटेड सेन्स अनि के चाहिन्छ भर्ब चाहिन्छ सिङ्गुलर के गर्नु होला वाज वेयर नगर्नु होला तपाईहरु अस्तिबाट भन्दैछु म जसको लागि भर्ब चाहिन्छ त्यसैको लागि सबै कुरा चाहिन्छ भर्ब चाहिन्छ कसको लागि यहाँ ज्युरीको लागि त्यो ज्युरीले के मानिएको छ सिङ्गुलर हो त्यसैले वाज भएको हो अनि त्यसैले बाँकी त्यस पछाडिको सबै कुरा के हुन्छ फेरि सिङ्गुलर हुन्छ यता वाज गरेछ भने यतापट्टि इट्स गर्ने कि देयर गर्ने भनेपछि इट्स गर्ने देयर नगर्ने भर्बै सिङ्गुलर छ भने त्यसपछिको सबै के रहन्छ सिङ्गुलर रहन्छ हेर्नुहोस् अब यहाँ हेर्नुहोस् द ज्युरी वाज वेल डिभाइडेड डिभाइडेड त्यो ज्युरीको चाहिँ एकमत थिएन कसैले के भन्थ्यो कसैले के भन्थ्यो होइन भनेपछि डिभाइडेड थिए आफैमा एकमत चाहिँ थिएन यसले भनिन्छ इन डिभाइडेड सेन्स अनि भर्ब के गर्नु होला प्लुरल सो द ज्युरी वाज वेल डिभाइडेड अनि के गर्ने वेल डिभाइडेड अब यो वेयर छ भने भर्ब चाहिँ छ प्लुरल भने यतापट्टि के चाहिन्छ प्लुरल सो इट्स नगरेर अब देयर गर्नु होला इन देयर डिसिजन सकिन्छ सबै गर्ने यो मजाले गर्न सकिन्छ है यो बुझ्नु होला सेन्स अफ डिभिजन एन्ड सेन्स अफ युनिफिकेसन जस्तै अब क्लासको मैले कुरा गरेँ मान्नुहोस् तपाईँहरूको क्लास छ यहाँ आइसक्दैछ अब हामी जाउँ कुनै दिन बरु पिकनिकको प्लान गरौँ पिकनिक जाउँ एउटा प्लानिङ भन्यो भनौँ न म्यानेजमेन्ट कमिटीले सबै टिचरहरू विद्यार्थी सबै पिकनिक जाउँ भनेर प्लानिङ भयो अब हामी के भन्ने द क्लास इज गोइङ अन पिकनिक भन्ने कि द क्लास आर गोइङ अन पिकनिक भन्ने पक्कै पनि एकमत भएर गएको हुन्छ भनेपछि द क्लास इज गोइङ अन पिकनिक एन्ड द क्लास इज गोइङ अन द क्लास इज रनिङ भनिन्छ नि द क्लास इज रनिङ चल्दैछ क्लास तर क्लासमा आफै एकदम कुटाकुट भयो फाइट चल्यो भने क्लासका विद्यार्थीको बिचमा भयो भने के हुन्छ त द क्लास इज फाइटिङ कि आर फाइटिङ द क्लास आर फाइटिङ द क्लास आर फाइटिङ भनेको द स्टुडेन्ट्स इन द क्लास आर फाइटिङ when class takes any let's say collective noun when it takes plural verb it means the members in that अब त्यसैले तपाईले के भनेछ भने सेन्स अफ युनिफिकेसन छ भने भर्ब सिङ्गुलर गर्नु होला त्यसले एज अ होलको सेन्स दिन्छ सेन्स अफ डिभिजन छ भने भर्ब चाहिँ के गर्नु होला प्लुरल गर्नु होला किनभने डिभिजनको मतलब हुन्छ त्यसको मेम्बर्सहरुको कुरा त्यहाँ गरेको हुन्छ त्यो है त्यसैले ओके सकिन्छ गरेर सबै यो अलराइट ल भन्नुहोस् त द आर्मी इज द नेप्लिज आर्मी भनौँ न नेप्लिज आर्मी द आर्मी इज युनाइटेड भन्ने कि आर युनाइटेड भन्ने द आर्मी इज युनाइटेड कि आर युनाइटेड द आर्मी इज युनाइटेड तर आर्मी दुई गुटमा बाँडियो भने आर्मीहरू द आर्मी इज डिभाइडेड भन्ने कि द आर्मी आर डिभाइडेड द आर्मी आर डिभाइडेड यसरी भनिन्छ है यो चाहिँ रुल नम्बर कति थियो 10 अब चाहिँ रुल नम्बर 11 रुल 11 तर एउटा कुरा फेरि ख्याल गर्नुहोस् है 11 जानुभन्दा पहिला जुन तपाईँले भर्खरै भने मैले कमिटी लेखा छ हैन अनि कमिटीको के हुन्छ प्लुरल कमिटीज हुन्छ हेर्नुहोस् हो कि न अब त्यो कमिटीज भनेर आएको छन् भर्ब चाहिँ पनि के रहन्छ भन्नुहोस् प्लुरल तर सिङ्गुलरमा छ भने सिङ्गुलरको जुन छ सिङ्गुलर कमिटी यसको भर्ब जुन छ भर्ब क्यान बी प्लुरल एन्ड भर्ब क्यान बी सिङ्गुलर यो ख्याल गर्नु रुल नम्बर 10 मा भएका शब्दहरू आफै प्लुरलमा आएको छ भने भर्ब जहिले पनि के रहन्छ प्लुरल तर तिनीहरू सिङ्गुलरमा छ भने र त्यहाँ सेन्स अफ युनिफिकेसन छ भने भर्ब सिङ्गुलर र सेन्स अफ डिभिजन छ भने भर्ब के रहन्छ प्लुरल तर त्यो आफै शब्दहरू यदि प्लुरल फर्ममा छ भने
तो भर्ब जहिले पनि के रहन्छ फेरि प्लुरल बुझ्नु होला जस्तै क्लासको बारेमा अघि तपाईले कुरा गरे मैले द क्लास इज गोइङ अन पिकनिक एन्ड द क्लास आर फाइटिङ मैले भनेको थिएँ द क्लास इज गोइङ अन पिकनिक एन्ड द क्लास आर फाइटिङ यसमा क्लास के छ फर्स्टमा क्लास के छ सिंगुलर सेकेन्डमा पनि क्लास के छ भन्नुस् सिंगुलर द क्लास इज गोइङ अन पिकनिक क्लास के छ सिंगुलर द क्लास आर फाइटिङ यहाँ पनि क्लास के छ सिंगुलर द क्लास जब सिंगुलर छ भने त्यो बेला हेर्नु होला यो सिंगुलर त छ तर यसमा सेन्स अफ युनिफिकेसन छ कि सेन्स अफ डिभिजन छ इफ इट शोज सेन्स अफ युनिफिकेसन द verb should be singular if it shows sense of division the verb should be plural तर क्लास भन्ने वर्ड आफै प्लुरलमा छ भने जस्तै कि द क्लासेस छ भने मानौँ द क्लासेस छ भने त्यो त जहिले पनि के रहन्छ प्लुरल रहन्छ बुझ्नु होला है फेरि त्यसमा डिभिजन र युनिफिकेसन कुरा नगर्नु होला त रुल नम्बर 10 मा भएका शब्दहरू आफै आउँछ यदि प्लुरल फर्ममा आउँछ भने भर्ब जहिले पनि के रहन्छ प्लुरल तर यदि तिनीहरू सिंगुलरमा छन् भन्ने फेरि ख्याल गर्नु होला सेन्स कस्तो छ डिभिजनको सेन्स छ कि युनिफिकेसनको छ त्यो चाहिँ ख्याल गर्नु होला है अब नम्बर 11 कुरा गरौँ अब 11 हामी के कुरा गर्छौँ भने नाउन प्लुरल बट द verb also can be singular and plural त कुन नाउन त भन्दाखेरि ICS ending nouns ICS ending nouns ले सिंगुलर verb पनि लिन्छ हेर्नुस् र प्लस प्लुरल verb पनि लिन्छ दुवै ICS ending nouns बडो सिम्पल छ हेर्नुस् रुल 6 जति लामो थियो त्यति लामो छैन अब सानो सानो कुराहरु मात्रै छ है यसमा अब ICS ending nouns भने के हो सर भन्दाखेरि जस्तै तपाईहरुले लेख्नुहुन्छ इकोनोमिक्स म्याथमेटिक्स politics civics statistics इत्यादि थुप्रो हुन्छ नि त जति पनि ICS तपाईलाई थाहा छ त्यो सबै त मैले एक दुईवटा कुरा गरे यहाँ mathematics is a typical subject and my mathematics is poor all the ICS ending nouns ICS ending nouns अब तपाईं झुक्रिएन कि सर लास्ट दुवै त एउटै हो सर तपाईं त्यसरी बुझ्नु लास्ट दुवै फरक फरक सेन्टेन्स हो है फेरि बुझ्नुस् ओके सो ICS ending नाउन मैथमेटिक्स त के हो भने सब्जेक्ट को नाम हो यो सो मैथमेटिक्स इज देखिन्छ प्लुरल तर verb चाहिँ के छ भन्नुस् त सिंगुलर ठिकै छ यो त हैन केही छैन अनि माई मैथमेटिक्स र माई मैथमेटिक्समा के फरक छ यहाँ हेर्नुस् दिस इज M क्यापिटल एन्ड दिस इज M स्मल क्यापिटल M स्मल m तो क्यापिटल M को मतलब के भयो यो सब्जेक्ट मैथमेटिक्स हो मैथमेटिक्स सब्जेक्ट को नाम हो भने M जहिले पनि के हुन्छ क्यापिटल इंग्लिश भनेको जब सब्जेक्ट रहन्छ भने ई जहिले पनि के रहन्छ क्यापिटल है जब सब्जेक्ट को नाम को रूपमा आउँछ भने द फर्स्ट लेटर इज अलवेज क्यापिटल सो यो पक्कै पनि सब्जेक्ट हो सो मैथमेटिक्स एज अ सब्जेक्ट इज अलवेज सिंगुलर सो माई मैथमेटिक्स इज पुअर तर यहाँ M के छ भन्नुस् त स्मल छ स्मल भनेपछि यो पक्कै पनि सब्जेक्ट को नाम हैन सब्जेक्ट को नाम भएको भए M त क्यापिटल हुन्थ्यो यो M स्मल को मतलब के भइदियो भने यसले देखाउँछ म्याथमेटिकल क्याल्कुलेसन्स है जस्तै कि चारवटा हिसाब दिएको छ भने चारवटै बिग्रियो ए मेरो म्याथमेटिक्स सबै गल्ती भयो मेरो सबै क्याल्कुलेसन्स मिलेन गल्ती भयो हो क्याल्कुलेसन्स को मिनिङमा म्याथमेटिक्स आयो भने अनि verb के रहन्छ प्लुरल सो M स्मल हेरेर ख्याल गर्नु होला यो पक्कै पनि म्याथमेटिक्स को नाम हैन यो त क्याल्कुलेसन्स को कुरा गरे हो सो माई म्याथमेटिक्स आर रङ So rule के भन्छ ICS ending nouns can have both a verb singular and a verb plural
And ICS ending nouns verb singular पनि छ, verb चाहिँ के छ भन्नुहोस् त, plural पनि छ। सेम कुरा सबैमा लागु हुन्छ हेर्नुहोस् है। जस्तै कि एउटा इक्जाम्पल दिएँ तपाईँहरूले मैले। Politics is or a filthy game. Filthy भनेको dirty है। Politics is or a filthy game. And the politics of our leaders is or not honest. Is or not honest. Politics is or a filthy game, and the politics of our leaders is or not honest. भनौँ न, not honest. अब यो कुन पोलिटिक्सको मिनिङ के हुन्छ हेर्नुहोस्। यो पहिलोमा पोलिटिक्सको मतलब के हुन्छ भने आई मिन त्यही राजनीति नै हुन्छ, राजनीति भनौँ न। राजनीति भनेपछि इज अ डर्टी गेम। तर यो पोलिटिक्सको मतलब राजनीति पक्कै पनि होइन। यसको मतलब के हुन्छ भने त सिद्धान्तहरू, आई मिन पोलिसिजहरू, डक्ट्राइन्सहरू, प्रिन्सिपल्सहरू। यो पोलिटिक्सको मतलब के हुन्छ? यो प्रिन्सिपल्स, सिद्धान्त, सरी PLES है त, प्रिन्सिपल्स, सिद्धान्त। तो यो पोलिटिक्सको मतलब सिद्धान्त हुँदैन। यसको मतलब हुन्छ द पोलिसी रिगार्डिङ द स्टेट, पोलिसी आई मिन पर्टेनिङ टु स्टेट, राज्य सम्बन्धी नीतिलाई भनिन्छ पोलिटिक्स। यो राज्य सम्बन्धी नीति होइन कि, यसको मतलब हुन्छ सिद्धान्त। हाम्रो नेताहरूको सिद्धान्त चाहिँ इमान्दार पक्कै पनि छैन हैन भनेपछि यहाँ आर गर्ने। आफैले कमन सेन्स लगाउनु होला है। फेरि यसमा के भन्न खोज्यो भने पर्टिकुलरली ICS एन्डिङ नाउन, ICS एन्डिङ नाउनको मतलब जब त्यो प्राइमरी मिनिङमा रहन्छ भने भर्ब चाहिँ सिंगुलर रहन्छ हेर्नुहोस्। तर प्राइमरी मिनिङ जुन मिनिङ नर्मली बुझिन्छ, जस्तै पोलिटिक्सको मतलब नर्मली के बुझिन्छ? राजनीति। म्याथमेटिक्सको मिनिङ नर्मली के बुझिन्छ? त्यही सब्जेक्ट म्याथमेटिक्स। इकोनोमिक्सको मतलब नर्मली के बुझिन्छ? त्यही सब्जेक्ट इकोनोमिक्स हो। त्यो यिनीहरू आफ्नो नर्मल मिनिङमा छ भने भर्ब जहिले पनि सिंगुलर रहन्छ। तर यी नर्मल मिनिङलाई भनिन्छ प्राइमरी मिनिङ है त। तर जब प्राइमरी मिनिङमा नआएर सेकेन्डरी मिनिङमा यिनीहरूको आई मिन सेन्टेन्स आएको हुन्छ भने सेकेन्डरी मिनिङमा त्यहाँ रहन्छ भर्ब प्लुरल। बुझ्नु होला है, त्यो अलिकति दिमाग लगाउनु होला। यो प्राइमरी मिनिङमा छ कि सेकेन्डरी मिनिङमा छ, त्यति दिमाग लगाउनु सक्नु पर्यो है। यो यो के हो? यो सेम प्राइमरी मिनिङमा छ कि यसको अर्को मिनिङ छ? अर्को मिनिङ के हो थाहा छैन भने कमसेकम यति त बुझ्न सकिन्छ कि प्राइमरी मिनिङमा छ कि छैन है। जस्तै अब यो पोलिटिक्सको मिनिङ के होला थाहा नभए पनि कमसेकम यति त पक्कै बुझिन्छ यो पोलिटिक्सको मतलब हामी राजनीति त पक्कै पनि होइन। यसको मतलब पक्कै पनि के हो? हाम्रो नेताहरूको राजनीति कि हाम्रो नेताहरूको सिद्धान्त, हाम्रो सिद्धान्त हो यो पक्कै पनि राजनीति होइन। राजनीतिको मतलब यहाँ छ पोलिटिक्स है। र यो बाँकी सब्जेक्टको नाममा आयो भने त क्यापिटल स्मल हेर्नु होला, मलाई थाहा हुँदैछ तपाईँहरूलाई है। यो बुझ्नु भयो त 11 सम्म? बुझिन्छ? ओके ओके अल राइट। ल अब यसले मैले मेटाएँ है। अब यो नाउनको चक्कर पनि छुट्यो। ल हेर्नुहोस्, हामी क्या मजाले पढाएको छौँ तपाईँहरूलाई। हामी पढ्दैछौँ। पहिला हामीले चाहिँ हामी लोकेसन पत्ता लगायौँ, कसले मान्ने सब्जेक्ट, पहिलोलाई कि दोस्रोलाई कि दुवैलाई, 1 to 5 सम्म। त्यसपछि हामी पढ्यौँ नाउनको बारेमा। नाउन सिंगुलर, भर्ब सिंगुलर, नाउन प्लुरल, भर्ब पनि प्लुरल। नाउन सिंगुलर तर भर्ब चाहिँ प्लुरल, नाउन प्लुरल तर भर्ब चाहिँ सिंगुलर, फेरि नाउन सिंगुलर तर भर्ब बोथ, अनि फेरि नाउन प्लुरल जस्तो देखिने तर फेरि भर्ब क्यान बी बोथ। यसरी हामी पढ्यौँ नाउनको बारेमा है। यो सब्जेक्ट अग्रिमेन्ट। अब तपाईँले एउटा नोट पनि लेखौँ अनि त्यसपछि फेरि अगाडि जाउँ। नोट लेखाएर फेरि अगाडि बढौँ है त। नोटमा के लेख्नु खोजिरहेको छ तपाईँहरूले? म लेख्नुहोस्। Pair words are followed by a singular verb. Let me say. Pair words are followed by a singular verb.
यो पनि बडो इम्पोर्टेन्ट रुल छ हेर्नुस् पेयर वर्ड्स आर फलोड बाइ अ सिंगुलर verb what do you mean by pair words तपाईले पेयर वर्ड्स भन्नु के बुझ्नुहुन्छ अब हेर्नुस् है either the words are pairs or different let's say distinct different छ या distinct छ या separate भन्नुस् न भाइ pair words and separate words जस्तै कि example हेर्नुस् भाइ milk and sugar taste and tastes nice लेख्नुस् है यसरी milk and sugar cost and costs dear milk and sugar tastes nice and milk and sugar costs dear तपाईं पहिले सार्नुस् है जे देखिन्छ त्यो लेख्नुस् पहिला बुझाउने काम चाहिँ मेरो ओके अब हेर्नुस् यहाँ के भनेको छ टेस्ट एन्ड टेस्ट्स टेस्ट भनेको खाने बेलामा टेस्ट भनेको खाने बेलामा र यहाँ कस्ट भनेको के भनेको छ किन्ने बेलामा कस्ट भनेको महँगो पर्छ भन्छ नि चिनी र दुध आजकल महँगो भइसकेको छ किन त महँगो कुन बेला भएको छ किन्ने बेलामा महँगो छ कि खाने बेला महँगो छ किन्ने बेलामा यहाँ कुन बेला मिठो हुन्छ भन्नुहोस् त राम्रो लाग्छ टेस्टमा खाने बेलामा मिठो हुने हो कि किन्ने बेलामा मिठो हुने हो खाने बेलामा मिठो हुने हो अब हेर्नुहोस् एउटा चाहिँ कुरा गरेछ किन्ने एउटा कुरा गरेछ खाने मिल्क एन्ड सुगर भन्ने सब्जेक्ट छ यहाँ दुवै तपाईले मैले बताएको थिएँ लास्टमा फुल स्टप छ भने के मान्ने स्टेटमेन्ट इन एनी स्टेटमेन्ट द सब्जेक्ट इज बिफोर द verb बिफोर द verb त फेरि मिल्क एन्ड सुगर यहाँ छँदैछ यहाँ छ नि दुवै र रुल नम्बर 5 ले के बताएको थियो हामीले पहिला रुल नम्बर 5 ले बताएको थियो कि एन्ड बीचमा आयो भने सबैको सबै सब्जेक्ट रहन्छ हो ठीक छ अनि मिल्क एन्ड सुगर दुवै सब्जेक्ट हो पनि यहाँ पनि मिल्क एन्ड सुगर दुवै सब्जेक्ट हो पनि है दुईटा सब्जेक्ट छ बीचमा एन्ड छ भनेपछि verb के हुनुपर्छ प्लुरल के हुनुपर्ने हो तर यसले के भनेछ भने पेयर वर्ड्स आर फलोड बाइ अ सिंगुलर verb पेयर वर्ड्सले के लिन्छ सिंगुलर verb लिन्छ र यो पेयर वर्ड्स भनेको के हो पेयर वर्ड्स आर दोज वर्ड्स which come together या which are used together while being treated while being used बुझ्नु होला है प्रयोग गर्ने बेलामा युज गर्ने बेलामा सँगै युजमा आउनेले भनिन्छ पेयर वर्ड्स जस्तै कि दाल भात तरकारी हामी यो थालीमा राख्छौँ दाल भात तरकारी राख्छौँ दाल छुट्टै खाने भात छुट्टै खाने तरकारी छुट्टै खाने त हुँदैन टक्क मिलाएर खान्छौँ सबै हामी हो त दाल भात तरकारी तीनटा शब्द भए पनि खाने बेलामा सबै मिलाएर खाइन्छ त्यसैले त्यसले भनिन्छ पेयर वर्ड पेयर भनेको सँगै युजमा आउने छुट्टा छुट्टै हैन कि सँगै युजमा आउने हामी ब्रेड र बटर खान्छौँ भनौँ न ब्रेड बटर जाम मिलाएर बटर मिलाएर ब्रेडमा खान्छौँ हामी त ब्रेड र बटर दुवै सँगै मिलाएर खान्छौँ हामी त सँगै युजमा आउँछ ब्रेड एन्ड बटरले पनि भनिन्छ पेयर वर्ड घोडा हुन्छ र टाङ्गा हुन्छ नि टाङ्गा घोडा अगाडि घोडा हुन्छ पछाडि त्यसको गाडी लगाएको हुन्छ बस्ने ठाउँ त घोडा गाडी चाहिँ सँगै हुन्छ नि त घोडा पनि सँगै छ गाडी पनि सँगै छ त घोडा र गाडी सँगै युजमा आउने भएको हुनाले त्यसले पनि भनिन्छ पेयर वर्ड बुझ्नु होला है पेयर वर्ड भनेको सँगै युजमा हुने शब्दहरूले भनिन्छ पेयर वर्ड तर व्यवहार गर्ने हिसाबले व्यवहार गर्ने आई मिन समयमा या युज गर्ने टाइममा छुट्टा छुट्टै व्यवहारिक हिसाबले युज हुने शब्दहरू सँगै हैन कि छुट्टा छुट्टै युज हुन्छन् त्यसले भनिन्छ सेपरेट वर्ड्स एन्ड पेयर वर्ड्समा फरक छ बुझ्नु होला जस्तै कि यहाँ यहीबाट बुझौँ मिल्क र सुगर किन्ने बेलामा यहाँ लास्ट हेर्नुहोस् त किन्ने बेलामा दुध र चिनी सँगै किनिन्छ कि छुट्टा छुट्टै किनिन्छ होला एउटैमा मिलाएर किनिन्छ I mean we buy sugar from grocery we buy milk from dairy डेयरीबाट किन्छौँ मिल्क हामी सुगर चाहिँ किराना पसलमा गएर किनेर ल्याउँछौँ हामी त सुगर छुट्टै किनिन्छ मिल्क चाहिँ छुट्टै किनिन्छ किन्ने बेलामा हो किन्ने बेलामा दे आर सेपरेट वर्ड्स तर यसो खाएर मिलाएर खान्छौँ हामी चिनीमा के अरे चियामा चिनी मिलाएर दुधमा चिनी मिलाएर खान्छौँ हामी अनि खाने बेलामा फेरि के हामी सँगै खान्छौँ किन्छौँ छुट्टा छुट्टै तर खाने बेलामा फेरि सँगै मिलाएर खान्छौँ त किन्ने बेलामा मिल्क एन्ड सुगर दे आर सेपरेट वर्ड्स तर खाने बेलामा मिल्क एन्ड सुगर दे आर पेयर वर्ड्स ओके पनि क्लियर भएको होला कुरा तपाईहरुलाई हो
अब सेपरेट वर्ड्सलाई एन्डले जोडेको छ भने भर्ब त जहिले पनि के रहन्छ प्लुरल रुल नम्बर 5 सेपरेट वर्डले जोड्यो भने जहिले पनि के रहन्छ प्लुरल है तर पेयर वर्ड्सले एन्डले जोड्यो भने भर्ब फेरि के रहन्छ सिंगुलर बुझ्नु भयो है त्यसले भनेको पेयर वर्ड्सले जहिले पनि के चाहिन्छ सिंगुलर अब हेर्नुस् यहाँ त खाने बेलाको कुरा गरे हो खाने बेलामा मिलाएर खाइन्छ मिलाएर खाने बेलामा मिल्क र सुगरले सेपरेट भन्ने कि पेयर भन्ने भने त पेयर भनिन्छ त्यसलाई अनि पेयर वर्ड्सले भर्ब के लिन्छ सिंगुलर अनि सिंगुलर भर्ब के हुन्छ टेस्ट सिंगुलर भर्ब भनेको भर्बमा यस भएको यहाँ इज र आर मध्ये कुन गर्ने इज गर्ने वाज र वर मध्ये कुन गर्ने वाज गर्ने अब यहाँ हेर्नुहोस् मिल्क एन्ड सुगर कस्ट एन्ड कस्ट किन्ने बेलाको कुरा गरे हो किन्ने बेलाको किनिन्छ छुट्टा छुट्टै दे आर सेपरेट वर्ड्स र सेपरेट वर्ड्सलाई एन्डले जोडेको छ भने भर्ब जहिले पनि के रहन्छ प्लुरल रुल नम्बर 5 मै छ त्यो माथि भनेपछि यसमा त कस्ट हुन्छ कस्ट हुँदैन प्लुरल भर्ब भनेको यस नभएको सिंगुलर भर्ब भनेको यस भएको र यहाँ डियरको मिनिङ के हुन्छ भने डियरको मिनिङ हुन्छ एक्सपेन्सिभ यसले भनिन्छ सम्पचुअस एक्सपेन्सिभ सम्पचुअस है डियर अर्थात् नट चिप सस्तो होइन महँगो स्पेलिङ त्यही हुन्छ है डिइएआर डियर भनेको लभिङ पनि हुन्छ र डिइएआर डियर भनेको महँगो पनि हुन्छ त्यो त कन्टेक्स्चुअल मिनिङमा डिपेन्ड गर्छ है त कस्तो कन्टेक्स्टमा युज भएको छ यो त बुझ्नुभयो सुगर आई मिन सेपरेट वर्ड्स द पेयर वर्ड्स अब केही अझै पनि इक्जाम्पल तपाईँले म पेयर वर्ड्सको लेखाउँछु है त हेर्नुहोस् horse and carriage is a means of transportation. Your number 1. Bread and butter is are tasty. Knife and fork help and helps us eat. खाना है हामीले त्यो नाइफ र फर्क युज गर्छौँ हामी खाने बेलामा नाइफ र फर्क है खान्छौँ फर्कले मात्र नाइफले काटेर खान्छौँ सँगै युज गर्छौँ हामी अब हेर्नुहोस् यो हर्स एन्ड क्यारिज दुवै सँगै युजमा आउने भएको हुनाले इज गर्ने ब्रेड र बटर सँगै युजमा आउँछ त्यसैले यहाँ पनि इज गर्ने नाइफ र फर्कले मात्र नाइफले काट्छौँ हामी सँगै युज गर्छौँ दुवैलाई भनेपछि यहाँ पनि के गर्ने सिंगुलर भनेको भर्बमा यस भएको यसले भनिन्छ पेयर वर्ड्स बुझ्दै हुनुहुन्छ पेयर वर्ड्स भनेको के हो ओके तर तपाईँहरूलाई कहिले केही जस्तै अर्को इक्जाम्पल दिउँ स्लो and steady wins the race. Slow and steady wins the race. Slow भनेको you understand? Slow भनेको not fast, that is slow. And steady भनेको I mean not discontinuous, that is continuous भनौँ न continuous. Steady भनेको continuous है smooth. Slow पनि smooth पनि. यो एउटै काम स्लो र त्यही काम कन्टिन्युस जस्तो म तपाईँहरूले पढाउँदैछु भने म तपाईँले पढाउँदैछु स्लो पढाउँदैछु र स्टडी भनेको कन्टिन्युस पढाउँदैछु काम त एउटै हो हेर्नु स्लो र स्टडी भनेको काम त एउटै हो नि पढाउने काम चल्दैछ भने त्यही पढाउने काम स्लो पनि हो त्यही पढाउने काम स्टडी पनि हो त काम त एउटै छ एडजेक्टिभ पो दुईटा हो काम त एउटै हो नि जस्तै कि हेर्नुहोस् द ह्यान्डसम एन्ड टल बोय इज माई फ्रेन्ड कि आर माई फ्रेन्ड भन्ने द ह्यान्डसम एन्ड टल बोय इज माई फ्रेन्ड अब तपाईँ यो नझुकिनु होला कि सर द ह्यान्डसम एन्ड टल दुईटा छ त्यहाँ दिएको दुईटा एडजेक्टिभ आए पनि आएको छ एउटै केटाको लागि त्यसैले भर्ब चाहिँ के हुन्छ सिंगुलर हो त्यसरी नै यहाँ स्लो एन्ड स्टडी आउँछ एउटै कामको लागि है एउटै कामको लागि त्यही काम स्लो तर स्टडी भनेर भनिन्छ त्यसैले भर्ब चाहिँ के रहन्छ त्यो सिंगुलर रहन्छ काम त एउटै हो यसले पनि मानिन्छ पेयर वर्ड्स त्यही कामको पेयर वर्ड्स यहाँ पनि भर्ब गर्ने हो सिंगुलर
स्लो एन्ड स्टडी विन्स। यसमा रुल नम्बर 5 काम लागेन है। रुल नम्बर 5 ले के भनेको थियो, एन्डले बनाइदिन्छ सबैलाई प्लुरल, एन्डसँग सबै रहन्छ सब्जेक्ट। तर यो ठिक उल्टो उल्टो कुरा आयो है त्यहाँ। ओके, अब चाहिँ यो त बुझ्नुभयो पेयर वर्ड्सको कन्सेप्ट। तर कहिलेकाहीँ के हुन्छ भने देखिन्छ पेयर वर्ड जस्तै, लाग्छ कि यसमा पनि भर्ब सिंगुलर नै गरिदिउँ, तर त्यसमा सिंगुलर नगरेर भर्ब रहन्छ प्लुरल। देखिन्छ पेयर वर्ड जस्तो तर पेयर वर्ड हुँदैन, त्यसले मानिन्छ सेपरेट वर्ड्स। कुन कुन हुन्छ त त्यो पनि लेखिहाल्नुहोस्। अब यसको एक्सेप्सन आयो भनौँ। एक्सेप्सन के हो, पेयर वर्डको एक्सेप्सन के हो त? एक्सेप्सन भनेको नम्बर एमा लेख्नुहोस्, टु इन्फिनिटी प्लस टु इन्फिनिटी लेख्नुहोस् यसरी है। gerund plus gerund and number plus number। हो यस्तो आयो भने यसमा के हुन्छ, जहिले पनि प्लुरल भर्ब गर्नु है। प्लुरल भर्ब डिफिकल्ट हुन सक्छ है, तर यसलाई एकदम राम्ररी पढ्नु होला। डिफिकल्ट छैन नि, फेरि सिम्पल तरिकाले तपाईँले पढाएको छ, तपाईँहरूलाई मजाले बुझ्नुहुन्छ। जस्तै अब इक्जाम्पल हेर्नुहोस् है। टु वक and to run is are not possible at the same time। Walking and running makes you healthy। हेल्दी है, स्पेलिङ आफैले लेख्नु होला, HEALTHY हेल्दी है, हेल्दी। यो हेल्दी लेखाउ मैले है त, किन हुन्छ होला, HEALTHY हेल्दी। One and one makes two। Two and two makes four। ल यो देख्नुहोस् है, म तपाईँलाई बुझाउँछु आफै। ल अब हेर्नुहोस् है, मजाले बुझ्नुहोस् पहिला। यो ख्याल गर्नुहोस्, देखिन्छ पेयर वर्ड जस्तो लाग्छ कि भर्ब यसमा पनि सिंगुलर हुन्छ कि, तर त्यो हुँदैन। केमा हुँदैन, दुईपल्ट टु इन्फिनिटी, अर्थात् दुईपल्ट टु इन्फिनिटी भनेको 2 + verb 1 2 + verb 1 2 + verb 1 2 + verb 1 दुईपल्ट आएको छ भने। अर्को कुरा, जेरन्ड भनेको आइएनजी, दुईपल्ट आइएनजी आएको छ, दुईपल्ट आइएनजी आएको छ। अर्को दुईपल्ट नम्बर आएको छ, 1 and 1 आएको छ, दुईपल्ट आयो, 2 and 2 दुईपल्ट आयो। हेर्नुहोस् है, यसरी चाहिँ रिपिटेड 2 + verb 1, रिपिटेड आइएनजी फर्म र रिपिटेड नम्बरहरू आयो भने त्यो पेयर वर्ड जस्तो देखिन्छ, बट द वर्ब इज अलवेज प्लुरल बिकज दे आर नट पेयर वर्ड्स इन द प्यारलेन्स इन द ल्याङ्ग्वेज अफ ग्रामर। ग्रामर भाषामा धेरै पेयर वर्ड मानिँदैन, देखिन्छ पेयर वर्ड जस्तै है। एन्ड द्याट्स वाइ टु वक एन्ड टु रन के गर्नु होला, आर गर्नुहोस्, इज नगर्नुहोस्, वर्ब रहन्छ प्लुरल। वकिङ एन्ड रनिङ पनि के गर्नुहोस्, मेक गर्नुहोस् है, मेक्स नगर्नुहोस्, वर्ब रहन्छ प्लुरल। र प्लुरल वर्ब भनेको यस नभएको। 1 and 1 हो। अब एकैछिन सुन्नुहोस् है ध्यान दिएर।
1 and 1 make कि मेक्स भन्दाखेरि धेरै के बुझ्नु होला सर 1 and 1 मेक्स गरौँ र 2 and 2 मेक गरौँ त्यस्तो हुँदैन म्याथमेटिक्समा नम्बरलाई मानिन्छ सिंगुलर है म्याथमेटिक्स सब्जेक्टमा 1 and 1 इजै हुन्छ आर हुँदैन 2 and 2 पनि इज नै हुन्छ आर हुँदैन जस्तै 1 plus 1 is equal to we never say r equal to 1 plus 1 is equal to 2 plus 2 पनि हामी भन्छौँ 2 plus 2 is equal to कहिले पनि हामी r भन्दैनौँ म्याथमेटिक्समा नम्बरहरूलाई जहिले पनि के मानिन्छ प्लुरल कि सिंगुलर सिंगुलर नट प्लुरल चाहे 10 वटा नम्बर भए पनि भर्ब जहिले पनि के रहन्छ सिंगुलर केमा म्याथमेटिक्समा ग्रामरमा हैन एन्ड वी आर डिलिङ विथ ग्रामर कि म्याथमेटिक्स हाम्रो जुन पढ्दैछु मैले प्रि टेस्टको लागि इङ्ग्लिस यो त इङ्ग्लिस हो यो त म्याथमेटिक्स पक्कै पनि हैन हो इङ्ग्लिसको रुल र म्याथमेटिक्स रुलमा फरक हुन्छ म्याथमेटिक्समा 1 plus 2 कति हुन्छ भन्नुहोस् त म्याथमेटिक्समा 1 plus 2 कति होला 3 तर इङ्ग्लिसमा 1 plus 2 1 हुन्छ है फेरि तपाईँले आशा सर के भन्नुभएको यो तपाईँले पढाउँछु म आजै भोलि पढाइदिन्छु हाम्रो 1 plus 2 भनेको 1 हुन्छ 3 हुँदैन म्याथमेटिक्समा 2 plus 3 कति हुन्छ भन्नुहोस् त 5 हुन्छ तर इङ्ग्लिसमा 2 plus 3 भनेको 2 हुन्छ म्याथमेटिक्समा 3 plus 3 कति हुन्छ 6 हुन्छ तर इङ्ग्लिसमा 3 plus 3 भनेको 3 हुन्छ त्यो के हो सर यो त तपाईँ बुझिर सर यो त बडा उल्टो उल्टो कुरा गर्नुभयो एकदमै ठिक कुरा गरेको छु मैले म्याथमेटिक्सको कुरा गरेँ होइन मैले ग्रामरको कुरा गरेँ मैले यो कसरी हुन्छ तपाईँले म सिकाउँछु यसमा है त हुनसक्छ यो टपिकमा होला या अर्को टपिकमा होला सकेसम्म यसैमा सिकाउँछु त्यसले त्यसैले म्याथमेटिक्सको ब्रेन चाहिँ यसमा तपाईँले नलाउनु भयो म्याथमेटिक्समा नम्बरले जहिले पनि के मानिन्छ सिंगुलर 1 plus 1 इज तर ग्रामरमा के भनिन्छ भने नम्बर पनि दुईपल्ट आएको छ भने त्यही मानिन्छ प्लुरल ख्याल गर्नु है Mathematics and grammar, these two things are different, right? Distinct things. हेर्नुहोस् त 1 and 1 मेक्स त हुन्छ मेक्स त के हो सिंगुलर तर केमा म्याथमेटिक्समा म्याथमेटिक्सको कुरा गर्ने हो भने त मेक्स नै हुन्छ तर ग्रामरको कुरा गर्ने हो भने दुईटा नम्बरले के चाहिन्छ भन्नुहोस् त भर्ब के चाहिन्छ यहाँ प्लुरल सो 1 and 1 के हुन्छ मेक यहाँ पनि 2 and 2 म्याथमेटिक्समा के हुन्छ मेक्स तर ग्रामरमा फेरि के भन्छ मेक दुवै ठिक छ मेक्स गर्दा सिंगुलर गर्दा म्याथमेटिक्स र मेक भनेको प्लुरल गर्दा ग्रामर हो है तर हामी कुन चुज गर्ने हामी म्याथमेटिक्सबाट चुज गर्ने कि ग्रामरबाट चुज गर्ने हामी पक्कै पनि ग्रामरबाट चुज गर्ने हो त्यसैले तपाईँहरूलाई मेकमा टिक लगाउनु होला है मेकमा मेक्स नगर्नु होला कुरा बुझ्नुभयो कुरा बुझ्नु होइन ओके यो कुरा ख्याल गर्नु होला है त नम्बरको बारेमा अब एउटा अर्को क्वेसन लेखिहालौँ एउटा क्वेसन भनेको एउटा यतिकै इक्जाम्पल मात्रै बडो कमन इक्जाम्पल छ त्यो टाइम एन्ड टाइड वेट एन्ड वेट्स फर नन समयले कसैको पनि प्रतीक्षा गर्दैन भन्छ नि हामी भर्खर पढ्थ्यौँ स्लो एन्ड स्टडी विन्स द रेस स्लो एन्ड स्टडी विन्स द रेस तर यो पनि पेयर वर्ड होइन बुझ्नु होला है फेरि टाइम भनेको के हो समय टाइड भनेको के हो समुद्री लहर छाल होइन समय र समुद्री लहर भनेको सँगै आउन सक्दैन समय छुट्टै हो र समुद्री लहर भनेको छुट्टै हो यो दुईवटा छुट्टा छुट्टै शब्दलाई मिलाएर एउटा कोटेसन मात्रै बनाएको दुईवटा सेपरेट वर्डलाई जोडेर एउटा कोटेसन मात्रै बनाएको बुझ्नु होला है सेपरेट वर्डहरू छन् भने भर्ब जहिले पनि के रहन्छ प्लुरल पेयर वर्ड मात्रै छ भने चाहिँ के भर्ब के रहन्छ सिंगुलर पेयर वर्ड भनेको सँगै युजमा आउने तर यो टाइम र टाइड सँगै युजमा आउँदैन बुझ्नु होला है टाइम छुट्टै हो टाइड छुट्टै हो दुईवटा सेपरेट वर्डलाई लिएर एउटा प्रोभर्ब एउटा कोटेसन मात्रै बनाएको छ त्यसैले टाइम एन्ड टाइड वेट गर्ने कि वेट्स गर्ने भर्ब चाहिन्छ प्लुरल है ख्याल गर्नु होला धेरै झुकिनुहुन्छ यसमा वेट्स गर्नुहुन्छ किनभने उसले पढेको हुन्छ स्लो एन्ड स्टडी विन्स भनेर पढेको हुन्छ यहाँ पनि त्यही फर्मलाई युज गर्छ त्यो नगर्नु होला टाइम एन्ड टाइड के हुन्छ वेट हुन्छ भर्ब चाहिन्छ प्लुरल र प्लुरल भर्ब भनेको यस नभएर त तपाईँले आज मैले जुन पेयर वर्डमा फोकस गरेँ पेयर वर्डमा जहिले पनि भर्ब के रहन्छ सिंगुलर तर पेयर वर्ड देखिने तर पेयर वर्ड नहुने कुन कुन रहन्छ दुईपल्ट 2 plus verb 1 दुईपल्ट आइएनजी दुईपल्ट नम्बरहरू र यो सेन्टेन्स राख्नु होला है यो त इक्जाममा सोधिरहन्छ कुरा बुझ्नुभयो त ल अब आज यति गरौँ बाँकी फेरि अब भोलि गरौँ ल ठिक छ आज सबै बुझ्नुभयो आज पढाएको रुल नम्बर 7 देखि अहिलेसम्म बुझ्नुभयो
एक दुईजनाले कमेन्ट गर्नुहोस् अनि ठ्याक्कै म पनि बुझिहाल्छु तपाईँ बुझ्नुभयो भनेर। आज 1.7 देखि 11 पढ्यो भने त मजाले बुझ्नुभयो तपाईँहरू। एभ्री डेमा तपाईँहरूले सोध्छु कि खासमा आज बुझ्नु भएको भएन, भोलि बुझ्नु भएको भएन, पर्सि बुझ्नु भएको भएन, तपाईँ नअत्तिँदा सर कति सोध्नुहुन्छ एउटै कुरा। स्टेप भनिन्छ नि हामी के भन्छ थोपा थोपा गरेर समुद्र बन्ने हो। आज बुझ्नुभयो ठिक छ, भोलि बुझ्नु छ त्यो एभ्री डेको कुरा बुझ्दै जानुभयो भने लास्टमा सबै समग्रमा आएछ मतलब है सिकिहाल्नुहुन्छ कुराहरू। यो क्वेसनको चाहिँ सल्युसन कसरी गर्ने हो इक्जाममा बुझिन्छ कुरा अहिलेसम्मको सबै। कुनै कुरा बुझ्नु भएको छैन भने भन्नु होला कमेन्टमा, यसलाई रिपिट पनि गरिन्छ है, गरौँला केही छैन। आज यति मात्रै गरौँ है त। ओके ओके, थ्याङ्क यू भेरी मच अल अफ यु, गुड नाइट।